मोरङ र बैतडीमा भएको दुर्घटनामा परि 3 जनाको ज्यान गएको छ। मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको र बैतडीमा जीप दुर्घटना हुँदा 1 जनाको ज्यान गएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार गैराती रतुवामाई नगरपालिका 6 मा को 9 प 72 95 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रतुवामाई 1 कल्याणपुरका 42 वर्षीय सोम टुडु र उहाँकी श्रीमती 35 वर्षीय बामनी हेमराजको ज्यान गएको हो। यस्तै बैतडीको दशरथचन्द नगरपालिका 11 को नानीगाडमा 5659 नम्बरको जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका 5 का 54 वर्षीय चञ्चले दयालको ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो। जीप चालक 35 वर्षीय राकेश कोली सहित 30 वर्षीय कविता परियार र 52 वर्षीय लालीराम कोली घाइते हुनुभएको छ। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।